अब भन्छ नानी कति खर्च गरे पहिला सुरु त कप ल सुन फर्स्टमा तैँले आज बिहान है आज बिहान एकछिन मम्मी हिजो मैले तँलाई भनेको नानी कति भयो भन् भनेको बिहान तँलाई कति भयो भन्दाखेरि 1000 रुपियाँ भनिस् 500 भनिस् मैले कपको मात्र भनेको अनि नानी 500 होइन अनि मैले 60 रुपियाँ दिन त मैले पहिले अनि मलाई सोधिस् त बाटो आउनलाई खर्च कति हो जान ल हिसाब गर्न कति भयो ल अस्ति कप किनेको त 500 त्यो 500 कपको 500 रुपियाँ ल जोड्छु म किन जोड्दिन ल पहिला यहाँबाट हामी कलङ्की चोकसम्म गयौँ कति पैसा जितेको त बिहारले म देखाइदिन्छु ल छिटो कलङ्की यहाँबाट हामी कलङ्की चोकसम्म जाँदाखेरि 80 होइन अनि 80 इन्टु 2 गर्दाखेरि गएर आउनु पनि पर्यो गर्दाखेरि 340 अन्त कपको अर्डर दिएको 500 रुपियाँ ल 500 जति मैले पहिला 500 रुपियाँ मात्रै हानेको छैन धेरै हानेको ल 500 मात्रै हालेको 880 त अस्ति भयो अनि आउँदाखेरि हामीले के किन्यो भने त्यो बिस्किट र अनि बिस्कुट अनि फर्सीको मुन्टा सुन्टा यसो गरेर त्यो त त्यो गरेर 840 1400 त अस्ति नै गयो है अस्ति नै हामीले 1400 सक्यो अनि हिजो अब आउँदा 80 आउँदाखेरि 80 भयो हैन 80 हेर हैन कति 1400 कति भनेको थिएँ मैले 1480 भनेको थिएँ नि 1480 इन्टु प्लस 160 गर्दाखेरि 1640 ल 1640 मा मैले तिमीहरूलाई आज बिहान कति भयो नानी एकछिन 1000 रुपियाँ घटा न 1000 रुपियाँ घटाउँछु म ल अनि त्यो हामी कलङ्की चोकसम्म जाँदाखेरि कति भयो 160 भयो हैन अनि कलङ्की चोकबाट चाबेलसम्म गयौँ चाबेल चोकमा जाँदाखेरि 100 कति छ अघि जे गरे नि 2000 राखिदिए मैले तिमीहरूको खर्च 84 छैन 2500 ल 2500 एकछिन 2500 तिमीहरू दुईजना खर्च भयो ल अब यसमा 1000 रुपियाँ घटा कति 1500 भयो ल 1500 भयो नि अघि 1500 भयो नि तिमीहरूको त्यो 1500 दिउँला तिमीहरूलाई मैले बिहान 1000 रुपियाँ दिएँ 1000 रुपियाँमा 500 रुपियाँ तिमीहरू गएन अनि अघि बिहान मैले 1000 रुपियाँ दिएको हो कि मैले आज 1000 रुपियाँ दिएको हो कि 1000 रुपियाँमा ल 1500 पह तिमीहरूलाई म अहिले दिन्छु 1500 को पह तिमीहरूलाई अहिले म दिन्छु तिमीहरूको त्यस्तो हुँदैन तिमीहरूको मैले जबरजस्ती मलाई जा पछि म पैसा दिन्छु भनेको मलाई चाहियो मलाई नि चाहियो ल एकछिन मेरो कुरा सुन है यहाँ तिमीहरूलाई म है कति 1500 ल 1500 अन्तिम भनेको म 500 रुपियाँ थपेर दिन्छु ल 2000 दिन्छु मलाई चाहिँ अनि त्यो 1500 दे हैन मलाई 1500 दे त्यसलाई 500 दे मलाई 1500 दे ल हुन्छ ल यो भालेले गर्छ क्या ल म 1500 र ल है मैले ब्याङ्कमा राख्नलाई राखेको ल ल 1500 ल तपाईँलाई 1500 ल 1000 रुपियाँ राख ल लु यस्तो छ नि यस्तो छ अब अर्कोचोटि भनेकोलाई जान्छौ कि जाँदैनौ पैसा ले हुँदैन यो मेरो ब्याङ्कमा राख्नु